So hello everyone, it's me your student Shrestha back to the new video. अनि मैले चाहिँ गएको चाहिँ फुटेज राख्न पाएन बट आएको चाहिँ मैले फुटेज खिचेको छु तौमा गएको. सो सुरुमा मैले हजुर सिनेमेटिक भर्खर हेरेर आउनुभयो होला. सो होप हजुरलाई मनपर्छ होला. सो या गाइज. सो यहाँबाट चाहिँ अर्को फुटेज खिचिरहेको छु मैले, अर्को चाहिँ यहाँबाट खिचिरहेको छु है गाइज. सो गाइज म भर्खर यता घुमेर आएको, हल्का सिनेमेटिकहरू क्लिपहरू अगाडि हुन्छ है गाइज. सो अहिले चाहिँ म घर जाँदैछु. सो भर्खर स्टार्टिङ गर्दैछु भ्लगहरू. सो होप तपाईँहरूलाई मनपर्छ होला. मेरो फर्स्ट भ्लग चाहिँ लाइक माइक्रोफोनको प्रब्लम थियो, माइकको प्रब्लम थियो, त्यो मैले हल्का सल्भ गर्न खोजेको छु अहिले. सो अब कतिको सल्भ हुन्छ कि थाहा छैन मलाई, जस्ट स्टार्टिङ हो. अब सबैले अन्डरस्ट्यान्ड बुझिदिनुहुन्छ होला. अनि गाइज हल्का अहिलेको यो माइक चाहिँ कस्तो आइरहेछ भनिदिनु होला है कमेन्टमा. राम्रो आएको छ है. जस माइक चाहिँ मैले ट्राई गरेको छु, तर यो आइफोनमा अब कस्तो आउँछ अडियो भन्ने कुरा हो क्या. अनि हल्का त्यसमा चाहिँ अलिकति डाउट लागिरहेछ मलाई, बट ट्राई गरेको छु. त्यही हो गाइज. अनि म भ्लग चाहिँ डेली हान्न सक्दिनँ होइन गाइज. अब त्यस्तो खासै घुम्न पनि जाँदिनँ म. जस्ट घुमेको बेलामा जस्ट अलिकति क्लिपहरू खिचिरहेको हुन्छ, अनि अलिअलि क्लिप पनि के हाल्नु जस्तो हुन्छ. त हाल्नु मन लाग्छ, तर सानो क्लिपहरू त भिडियोमा त काम लाग्दैन नि त. त्यही भएर म खासै धेरै डेली चाहिँ हाल्न सक्दिनँ, बट एक दिन 2 दिन बिराएर चाहिँ म हालिदिन्छु है. त्यसरी चाहिँ म क्लिपहरू हालिदिन्छु गाइज है. अब स्टार्टिङमा अब हल्का लाइक हुन्छ नि, अब त्यो लेभलमै गर्नुपर्छ, लाइक त्यो 3-4 भिडियो हाल्नुपर्छ. बट अब यस्तै समय छ, इक्जाम पनि आउँदैछ नि त मेरो. अनि म खासै बाहिर जान सक्दिनँ, अब पढ्नु पऱ्यो हल्का इक्जामको लागि पनि. त्यही भएर म खासै भिडियो अपलोड गर्न सक्दिनँ है. होप हजुरले बुझ्नुहुन्छ होला. अनि गाइज अस्ति भर्खर हाम्रो केपी ओली एरेस्ट भएको छ. कसैलाई खुसी लागेको छ के लागेको छ भनिदिनु होला है कमेन्टमा. म त कस्तो भने उठ्न पाएन, सके ल उठ्न पाएन, ल के भन्छ केपी ओली एरेस्टेड भनेर ठ्याक्कै एनबिले हालिदिएर क्या. ल के हो वाट भइरहेको मलाई त एकछिन. अनि पछि त ल यस्तो हुँदो रहेछ है भनेर भइदिरहेको क्या मलाई त एकछिन. त साइको खाइदिरहेको क्या म त. आई थिङ्क सबैजना सक्ने खा होला है. यस्तो नि हुँदो रहेछ. अब फेरि महेश बस्नेतलाई पनि एरेस्टेड भनेर सुनेको थिएँ. अब लेट्स सी के हुन्छ गाइज. अनि आन्दोलन हुन्छ यस्तो पनि के भन्दै थियो. अनि कसले फर्स्ट भ्लग हेर्नु भएको छैन सबैजनाले चेकआउट गरिदिनु होला. मेरो फर्स्ट भ्लगलाई पनि माया देखाइदिनु होला. नराम्रो भए पनि हल्का सपोर्ट हुन्छ नि त, हल्का लाइक बुस्टअप हुन्छ, मलाई पनि मोटिभेट हुन्छ. सो या गाइज. अनि कसले टिकटकमा फलो गर्नुभएको छ भने टिकटकमा पनि फलो गर्नु होला. म यहाँ यता साइडमा हालिदिन्छु टिकटकको नेम हुन्छ नि, साइडमा मेरो प्रोफाइल हालिदिन्छु म, त्यहाँ गएर पनि फलो गरिदिनु होला. यसो त्यो बिम बाल्ने चाहिँ लास्टै रिस आएर हेर न, त्यहाँबाट बिमाल रहेछ क्या. कहाँबाट के बिम बाल्नुपर्छ नि थाहै छैन यार. छ्या. अब लाइक सकेसम्म मैले धेरै इम्प्रुभ गर्न खोजिरहेको छु आफ्नो भिडियोलाई कसरी हुन्छ नि राम्रो बनाउने. अब हजुरहरू पनि के सजेसन छ भने यसो कमेन्टमा के अरे कमेन्ट गरिदिनु होला. हल्का मलाई पनि हेल्प हुन्छ नि त, हुन्छ नि केमा कमी छ. फर्स्ट भ्लग्स हेरिकन त धेरै नै कमी छ लाग्छ मलाई है. धेरै नै मैले त्यो भिडियो हेरेँ, लाइक बोलीदेखि लिएर मेरो भ्लगिङ स्टाइलदेखि लिएर हुन्छ नि सबैतिर त्यो गर्नुपर्ने, लाइक धेरै नै त्यो वर्क गर्ने काम छ. बट फर्स्ट टाइम अभियसली कसैको पनि पर्फेक्ट हुँदैन. होप हजुरहरूले बुझ्नुहुन्छ होला त्यो कुरालाई है. हल्का हुन्छ त्यो मान्छेहरू के, लाइक मेरो पनि एकचोटि के भएको थियो भने म कलेजबाट ठ्याक्कै आएँ. त्यहाँ आएपछि ठ्याक्कै मेरो के भयो भन्दा ऊ गइदिरहेको टायरै त्यो गइदिरहेको मेरो. अनि टायर गएपछि लाइक ठ्याक्कै टर्निङमा गर्दाखेरि ठ्याक्कै टायर गयो क्या मेरो. त्यो हल्का सानो क्लिप म यहाँ हालिदिन्छु. खोइ के भयो टायर गयो.
त्यसपछि हुन्छ नि त्यो भिडियो खिच्दै बिर्सिरहेको मैले भिडियो खिच्नु पर्ने खिचिनँ क्या त्यति हाफ मात्रै छ अर्को खिच्दै बिर्सेँ क्या मैले अरू चाहिँ त्यो चाहिँ त्यो टायर गएको क्या त्यो चाहिँ मैले खिच्नै बिर्सिरहेको त्यो चाहिँ मैले टायरको लिक्विडै गइदिएर अनि टायरै पन्चर क्या त्यसपछि त ल लिक्विड फेरि त्यसपछि रेड भयो केही पनि भारिन्छ जस टायरको लिक्विड चाहिँ निस्केको रहेछ अनि हल्का यहाँको नि हल्का हुन्छ नि के भएको थियो यहाँ पनि त्यो पनि म यहाँ क्लिप्समा हालिदिन्छु ओके लेट्स गो के ठुक्छ यार मान्छे देख्दैन कि कटकट हान्नु होला कहाँ ऊ गर्छ भने छिट्टा पर्ला के होला अस्ति पनि नर्मली कलेज गइरहेको थिएँ बसको त्यो खलासीलेमा थुकिदियो क्या मामा झन्डै मुखमा परेन भने कस्तो खाँदैछ भने नि ओके त्यो भिडियो हेरेर आउनु भइसक्यो भने थुकेकै थियो क्या हुन्छ नि लाइक दिमागै छैन क्या मान्छेहरूको हुँदैन त्यस्तो थियो क्या आम्मा बिम बालेको यो पाखीले कस्तो खातेहरू छ यार यस्तो हुन्छ क्या बिम के हुन्छ नि नेपालमा आई डोन्ट नो किन त्यस्तो हुन्छ यार लाइक के भन्नु बाइकसँग सेन्स छ बिम कहाँ बाल्ने भनेर हाइवेमा कसरी बाल्छ र कहाँ बाल्छ भन्ने थाहा छैन भने पर्फेक्ट इक्जाम्पल के भन्छु भने हाइवेतिर हो क्या खास बिम बाल्ने चाहिँ फ्याक्ट बोल्नुबाट टर्निङतिर हुँदैन ट्रकहरूलाई त्यो हाम्रो साइड दिँदाखेरि साइड जाँदाखेरि ओभरटेक गर्दाखेरि खास बिम बालिन्छ क्या त्यति पनि नलेज छैन क्या मान्छेहरूकोमा किन हुन्छ साह्रो यसरी चुते नहुँ न गाइज लाइक हुन्छ नि भर्खरकोले नि लाइक त्यो गरेर हुन्छ क्या बिमको गल्ती के झुकेर बिम बलिरहेको हुन्छ थाहा हुँदैन क्या होइन तर एटलिस्ट चेक गर्नुपर्छ नि त यार अरूलाई कतिको असर पर्छ कतिको असर पर्दैन भनेर त्यो धेरै कुरा याद ख्याल गर्नुपर्छ क्या चस्मा लगाउनेहरूलाई झन् गाह्रो हुन्छ क्या धेरै नै त्यो इफेक्ट गर्छ झन् कस्तो रिफ्लेक्ट गर्छ क्या त्यो उसले नि के लाइटले नै कस्तो इफेक्ट गर्छ क्या बाटो धेरै इफेक्ट गर्छ है बिमले चाहिँ एक्सिडेन्ट हुने चान्स पनि धेरै नै हुन्छ है यस्तो बिमहरूले पनि सो अलिअलि बिम पनि याद गर्नु होला आफ्नो लाइट हाई बिमहरू नगरिदिनु होला ठाउँ अनुसार मात्रै बालिदिनु होला हाई बिम पनि है सबै कुरा हेरेर बुझेर मात्रै हाई बिम बालिदिनु होला लेफ्ट साइड किर्तिपुर जाने साइड त यता लेफ्ट साइडमा कति जाम यहाँ जहिले पनि भर्खरै के भयो भने स्टोरेज फुल भइदिरहेको क्या बाटोको बिचमा बसेर म त नि भिडियोहरू डिलिट गरेर लगेछ हानिदिएको ए तर गाइज है यो कलङ्गीको जुन बाटो छ नि राति चाहिँ नकुदाउनु होला है राम्रोसँग तपाईँले ओभरटेक हान्यो अरे सबै गऱ्यो अरे होइन हो नि भर्खर टेक्नु भयो नि अब हामी नर्मली राइडबाट ओभरटेक हान्छौँ त होइन नर्मली अनि त्यो ओभरटेक हान्दा पनि उता मान्छेहरू त क्रस गरेर हान्छ क्या बाटो अनि त्यहाँ भए चाहिँ क्रास भइदिन्छ क्या त्यसरी नै कतिचोटि क्रास भएको छ घरि कसैले लेफ्टबाट ओभरटेक हान्नुहुन्छ है कसै राइडबाट ओभरटेक हान्छ सो त्यो ओभरटेक गर्दाखेरि नि यो कलङ्कीमा चाहिँ लास्टै त्यो हुन्छ नि लास्टै त्यो के क्राउडेड छ क्या ठाउँ नि के कलङ्कीको यो यति भन्छु गाइज ओभरटेक गर्दाखेरि कलङ्कीमा चाहिँ धेरै स्पिड नकुदाउनु होला आफ्नै जतिसक्दो त्यति कुदाउनु होला जस्तो आफूले कन्ट्रोल गर्नेसम्म मात्र है किनकि कलङ्कीमा धेरै नै एक्सिडेन्ट हुन्छ ओके हामी गाइज सीतापार चोक पुगेको छौँ अनि गाइज कन्टेन्ट लाइक भ्लगहरू के अरे मेरो बोरिङ लाग्छ भने हुन्छ नि के सजेसन दिनु केमा भिडियो बनाऊँ कस्तो कन्टेन्टमा भिडियो बनाऊँ है त्यो अनुसार पनि भन्नु होला अनि मेरो माइककोदेखि लिएर यो मेरो क्यामेरा एङ्गलदेखि लिएर केसम्म छ सबै भनिदिनु होला है सबै हजुरहरूले के हुन्छ नि नपुगेको कुरामा चाहिँ हुन्छ नि भनिदिनु होला किनकि म पनि अझ बेटर गर्न सक्छु होइन म एउटा मान्छे नै हो लाइक गल्ती सबैसँग हुन्छ है सो हजुरहरूले बुझ्नुहुन्छ होला सो म आजको भिडियोलाई यहीँ गर्न चाहन्छु गाइज होप हजुरहरूलाई भिडियो मनपर्छ होला है या थ्याङ्क फर वाचिङ गाइज बाई बाई स्टे ट्युन स्टे हेल्दी बाई बाई